नमस्कार। आज म बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर 1 को केही भूभाग यहाँहरूलाई देखाउन गइरहेको छु। भूगोलले ठूलो क्षेत्र समेटिएको यो गलकोट नगरपालिका वडा नम्बर 1 बागलुङ जिल्लाको काटेखोला गाउँपालिकाको समाप्तिसँगै गलकोट प्रवेशद्वारसँग जोडिएको वडा हो। यस वडा साबिक दुईलाभाटी गाविसका विभिन्न ठाउँहरू जस्तै भाटी बजार, कटौजे, टोड्के, ज्यामिरे, भण्डारवन, थलिङ, भैँसे, त्यसैगरी चौराहा, झाँक्रीस्थान र काफलडुट्टा जस्ता ठाउँहरूलाई समेटेको छ। काफलडुट्टा गाउँको बीच भागमा खुलाल खड्काहरूको आकर्षक कुल मन्दिर पाउन सकिन्छ। त्यसैगरी साबिकका दुईलाभाटी गाविसका वडाहरू र मध्य पहाडी लोकमार्गलाई जोड्नको लागि यो गलकोट नगरपालिकाकै लामो र अल्को झलुङ्गे पुल पनि निर्माण गरिएको छ। यस पुलले दुईलाभाटी बजार र मध्य पहाडी लोकमार्गलाई निकै सरल ढङ्गले जोडेसँगै मानिसहरूलाई आवत जावत र मध्य पहाडी लोकमार्गसँग जोडिन निकै सहजता पुर्याएको छ। त्यसैगरी यो झाँक्रीस्थान, चौराहा र काफलडुट्टाको बीच भागबाट जाने मध्य पहाडी लोकमार्ग मार्फत अहिले थुप्रै आन्तरिक र बाह्य पर्यटकहरू ढोरपाटन शिकार आरक्ष्य, त्यसैगरी कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा मानिसहरू आवत